हेलो नमस्ते सबैजनालाई 2082 बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। र हामी चाहिँ मम्मीहरू गाउँमा हुनुहुन्छ र ठुलो मम्मी चाहिँ यहाँ काठमाडौँमा हुनुहुन्छ। उहाँको हातको टिका थाप्नको लागि चाहिँ हामी शुभ भवतीसम्म जाँदैछौँ हामी है। अहिले भक्तपुरबाट हामी निक्लेका छौँ। तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। कुन ठाउँमा जाँदै हुनुहुन्छ तपाईहरु राम्रोसँग चाहिँ दशैं मनाउनु होला र आशीर्वाद लिनु होला भन्न चाहन्छु। यो भिडियो अन्तिमसम्म हेर्दै रहनु होला है त। ल माइली आमाको हातबाट टिका लगाउँदै आशीर्वाद लिँदै हो र धेरै वर्षपछि हाम्रो चाहिँ सुन्दर दाहाल र दीपक दाहालसँग बसेर टिका लाउन पाएकोमा धेरै खुसी छु है। एकदमै आशीर्वाद दिँदै हुनुहुन्छ हैन, उहाँले भ्याइसम्म आशीर्वाद दिँदै हुनुहुन्छ र मलाई धेरै खुसी लागेको छ। जय जय होस् हैन, नवदुर्गा भवानीले रक्षा गरून् भन्न चाहन्छु सबैको। जय जय होस्। र अब यहाँ टिका लगाइसकेपछि हाम्रो चाहिँ अब फेरि हामी तीन भाइको पालो सकेपछि बुहारीहरूको पालो आउनेवाला छ। यहाँ मम्मीको हातबाट यहाँ टिका ग्रहण हुँदैछ है। आशीर्वाद राम्रोसँग दिनु होला। पल्लो छेउमा छोरी, यी दुईजना बुहारी यतातिर छन्, हाम्रो दीपक भाइ यतातिर छन् है। यसरी कन चाहिँ यहाँ दशैं मनाउने क्रम जारी छ है। हार्दिक शुभकामना सबैजनालाई। ल यहाँ हजुरआमाबाट नातिले आशीर्वाद लिँदै गरेको अवस्था हो यो। यतातिर छन् नाति नाता नातिनी है। एकदम भाग्यमानी हजुरआमा। ल बट्टाबट लगाउनुहोस् है, बट्टाबट। ल ए त नातिनीले लगाउँदै हुनुहुन्छ है। राम्रोसँग आशीर्वाद दिनु होला है। म मिलाइदिन्छु क्या, अहिले भर छोडिदिन्छ। नातिले राम्रोसँग आशीर्वाद। जय होस्, नवदुर्गा भवानीले रक्षा गरून् नाति भाइलाई, नाति कान्छोलाई। फसिकन नपुग्ने दिनुहोस् त। किन बिग्रियो? विदेशबाट धेरै कमाएर होइन ठुलोबालाई पार्टी दिनुपर्छ। पैसा कमाइसकेपछि भोज दिने होइन। अनि अब बिहा त अहिले के गर्नु, भिडियो खिचिहाल्दै चाहिँ चुकिरहनु पर्वती गरौँ। हालबाट टिका थाप्दैछ सुमन केसीले यहाँ है। ल जय होस्, राम्रोसँग आशीर्वाद। ल जय होस्। ल